हाम्रो देश वास्तवमा कृषि प्रधान देश हो, कृषकहरूको देश हो। वास्तवमा कृषि प्रधान देशमा चाहिँ नि हामीले चामल पनि पुग्दैन, हामीले किन्नुपर्छ विदेशबाट, गहुँ पनि विदेशबाट आयात पर्छ, चिनी पनि विदेशबाट हुँदा हुँदा डेरी प्रोडक्ट पनि बाहिरबाट आउनुपर्छ। हाम्रो देश चाहिँ कृषि प्रधान देश भनिएको छ, भन्छौँ पनि, तर आज चाहिँ नि कृषि सम्बन्धी कुराहरू, खाद्यान्नदेखि लिएर सम्पूर्ण कुराहरू हामीले अहिले पनि विदेशबाट मगाउनुपर्छ, ल्याउनुपर्छ। त्यसकारण चाहिँ नि हाम्रो कृषकको देशलाई कमसेकम कृषिमा भए पनि आत्मनिर्भर बनाउनु पर्दछ। अब अर्को कुरा के छ भनेदेखिलाई अरू देशमा मास स्केलमा पैदा हुन्छ, आजभोलि हाम्रो देश सानो देश छ, मास स्केलमा पैदा हुन सक्दैन धेरै कुराहरू। अब डेरीको कुरा गर्ने हो भने इन्डियामा धेरै डेरी उत्पादन हुन्छ, चिनी धेरै उत्पादन हुन्छ, त्यस्तै धेरै कुराहरू उत्पादन हुन्छ। त्यो चाहिँ नि नेपालमा त्यति उत्पादन हुँदैन। बढी उत्पादन भएको देशमा सस्तो हुन्छ, यहाँ महँगो हुन्छ। फेरि बोर्डरमा बढी चोरी निकासी हुने देश हो यो, हेर्नुहोस्। त्यस कारण चाहिँ नि बडा समस्या छ। त्यसैले चाहिँ नि अहिले हाम्रो एउटा मेरो व्यक्तिगत विचार हो, तैपनि हाम्रो देश चाहिँ नि अर्ग्यानिक खेतीमा गयो भनेदेखिलाई, अर्ग्यानिक खेती गर्यो भनेदेखिलाई हाम्रो देश चाहिँ सच्चा मानेमा आजभोलि संसारभरि नै अर्ग्यानिक खाद्यान्नको धेरै ठुलो डिमान्ड बढेको छ। स्वास्थ्यको लागि धेरै कारणहरू, धेरै कामको लागि पनि धेरै फाइदा रहेछ। त्यस कारण अर्ग्यानिक खेतीको लागि चाहिँ नि हामीले अगाडि बढ्नुपर्छ। त्यसको लागि चाहिँ नि मलाई लाग्छ अब हाम्रो अहिले कृषि मन्त्री पनि हाम्रो साथी हुनुहुन्छ, मैले पहिले भनेको थिएँ उहाँलाई, उहाँ पनि यसमा लाग्नुहुन्छ। अब मल पनि त्यही हो, मल पनि चाहिँ नि अब यो चाहिँ नि भारतले त विदेशबाट मगाउँछ मल पनि, हाम्रो देशमा कहाँ मल हुने? भारतबाट मल किन्नुपर्छ हामीले, हाम्रो देशमा मल छैन, त्यो धेरै महँगो पनि हुन्छ, समयमा पाइँदैन। मल पाइँदैन भने हाहाकार छ। सारा किसान दाजुभाइहरू मल नपाएर अत्यन्तै दुखी छन्। त्यस कारण चाहिँ नि मलको पनि हामीले टाइममा व्यवस्था गर्न सकेका छैनौँ। त्यहाँ यी सब कुरा गर्नका लागि कि त हामीले चाहिँ नि मल पनि अर्ग्यानिकै नेपालमै मल उत्पादन गर्नुपर्ने आवश्यकता छ, अवस्था छ। त्यस्तै चाहिँ नि खाद्यान्न पनि नेपालमै उत्पादन गर्न चाहिँ नि मास खेलमा हुँदैन। त्यस कारण अर्ग्यानिक खेतीमा गयो भनेदेखिलाई अर्ग्यानिक खानाहरू महँगो पनि, अरू विदेशमा झन् महँगो हुन्छ, त्यही पनि नेपालमा गर्न सक्यो भने नेपालको सबै कुराको लागि नेपाललाई फाइदा हुन्छ। कृषिको सम्बन्धमा नेपाल देश सबभन्दा अगाडि बढ्न सक्छ। हाम्रो देशको हावापानीको कारणले पनि, सबै कुराले गर्दाखेरि हाम्रो देशमा चाहिँ नि अर्ग्यानिक खेती हुन सक्ने सम्भावना छ। त्यस्तै कारण मल पनि अर्ग्यानिकै बनाउन सकेका खण्डमा हामीहरू गर्न सक्छौँ। त्यसै कारणले विदेशको भर पर्दाखेरि समस्या हामीले आउन सक्छ। त्यस कारण चाहिँ मलाई लाग्दछ हाम्रो कृषि मन्त्री पनि हाम्रै पार्टीकै साथी हुनुहुन्छ, उहाँले यसमा लाग्नु नै हुन्छ। त्यस कारण चाहिँ नि अहिलेको बेला हाम्रो देश कृषि प्रधान देश भएको छ, तैपनि हामीले विदेशबाट सबै कुरा मगाउनु पर्नेछ, चिनीदेखि लिएर खाद्यान्नदेखि लिएर तरकारी समेत। त्यस कारण हामीले आफ्नो देशमा मात्र उत्पादन गरेर विदेशमा समेत हामीले बेच्न सक्ने, विदेशमा पठाउन सक्ने किसिमको हामीले उत्पादन गर्नुपर्ने हुन्छ। त्यसका लागि हाम्रो लागि सबैभन्दा उचित कुरा के छ भनेदेखिलाई अर्ग्यानिक खेतीमा गयो भनेदेखिलाई धेरै कारणले हामीलाई फाइदा हुन्छ जस्तो लाग्छ मलाई। हुन त बत्ती पनि ढिलो आयो, त्यही पनि धेरै साथीहरू अब तपाईँ धेरै भाषण सुन्दा वक्क बसिनु भएको छ। अब धेरै म तपाईँहरूको समय लिन चाहन्छु। यति भन्दै बिदा हुन्छु। धन्यवाद। जय नेपाल।